सुन साइली बोलको गीतले अहिले देश तथा विदेशमा रहेका नेपाली माझ चर्चा त बटुली नै रहेको छ। यससँगै यो गीतमा आफ्नो स्वर दिएका गायक हेमन्त राणाको जन्मथलो बर्दियामा पनि उनको गीतलाई लिएर थुप्रै प्रशंसा अनि शुभकामनाहरू आइरहेका छन्। भुरी गाउँवासी अहिले निकै चर्चामा आइरहेको हेमन्त राणाको सुन साइली भन्ने गीत मलाई चाहिँ एकदमै मन पर्यो। योभन्दा अगाडि उहाँले लैजा रे भन्ने गीत पनि निकाल्नु भएको थियो। त्यो गीत पनि अहिलेका युवाहरूको मनमा बस्न सफल भएको छ र उहाँ पनि हाम्रो यस बर्दियाका विशेष गरेर मेरो भान्जा पनि हुनुहुन्छ। उहाँलाई हिजोका दिनहरूमा निकै चर्चित गीतहरू निकाल्नु भयो होइन। त्यसरी त्यो गीतहरू चाहिँ निकै सुपर हिट भए। त्यसरी नै आज साइली भन्ने बोलको गीतले चाहिँ निकै शिखर चुमेको छ। हरेक जनसमुदायको मुखमा चाहिँ साइली साइली भनेछ। यसरी नै उहाँका आगामी दिनहरूमा पनि उहाँका गीतहरूले उहाँका स्वरहरूले शिखर चुम्दै जाउन्। अल द बेस्ट। राम्रो एकदमै मार्मिक शब्द समेटिएको गीत रहेको छ। उहाँ चाहिँ भोरी गाउँ कर्मला अर्थात् मेरै गाउँको दाइ पनि हुनुहुन्छ। उहाँले चाहिँ यसभन्दा अगाडि तिमी छोरोको बाँचेकी छु म भन्ने गीत पनि निकाल्नु भएको थियो। एकदमै राम्रो एकदमै मार्मिक शब्द समेटिएको गीत छ। म हेमन्त राणाजीलाई स्थानीय रूपमा चिन्छु। पहिला पनि उहाँले एउटा एकदम निकै चर्चित एवं मर्मिक स्पर्श गाना निकाल्नु भएको थियो लैजारे भन्ने। हालै पनि उहाँले साइली नामक एउटा नयाँ एकदम समाजलाई चित्रण गर्ने खालको एउटा आधुनिक बनाउने लोक टाइपको एल्बम निकाल्नु भएको छ। उहाँले एकदमै समाजमा घटिरहेको यथार्थ घटनालाई चित्रण गरेर निकाल्नु भएको यो एल्बमलाई मैले एकदम मन पराएको छु। हेमन्त दाई अगाडिको लागि अल द बेस्ट भन्न चाहन्छु। विश यू अल द बेस्ट। दिनहरूमा आउने एल्बम एवं गीतहरूको लागि पनि धेरै धेरै शुभकामना व्यक्त गर्दछु र यसै गरी एकदमै उहाँको भविष्यमा एकदमै राम्रो होस् भन्नको लागि कामना गर्दछु। थ्याङ्क यू। अहिले यो साइली भन्ने गीत भर्खरै बजारमा आएको छ। सबैले मन पराइराख्नु भएको छ। योभन्दा अरू दिनहरूमा पनि उहाँलाई बेस्ट अफ लक भन्न चाहन्छु। हेमन्त दाई हाम्रै गाउँठाउँका भुरी गाउँ कर्मलाका हेमन्त राणा भाइको यो मिठो गीत धेरै श्रोताहरूले मात्राएका छन्। उहाँको धेरै धेरै शुभकामना हामी व्यक्त गर्न चाहन्छौँ। उहाँलाई अल द बेस्ट भन्न चाहन्छौँ। पक्कै पनि हेमन्त राणाको यो गीतले नेपाली समाजको वास्तविक चित्रण त गरेको नै छ। यसका अलावा नेपाली गीत सङ्गीतको प्रवर्धन र विकासमा थप इट्टा थप्ने काम गरेको छ।